छोड्दै न आज साइलेन्ट गर्छस् Start up. 22 मिनट भयो 22 मिनट भयो 22 मिनट भयो त भगवानलाई यो प्रार्थना गर हे भगवान टाइम छिटो छिटो भगाइदिनु न यो प्रार्थना गर खोइ टी-शर्ट के छैन सब आम्मा कसम गाइज मेरोमा लायन आयो भने म निस्किन्छु गाइज त्यसपछि म मतलब गर्दिनँ गाइज कसम भनेको 90,000 स्कोर लिएर हानेको हो त्यसले होइन गाइज नल्याएको होइन त्यसकोमा लायन आएर त्यसले त्यस्तो गरेको मेरोमा लायन आयो भने नि डबल ट्रिपलमा आम्मा कसम म स्विङ पुलबाट बाहिर निस्किन्छु आम्माको कसम ल आम्माको कसम म स्विङ पुलबाट बाहिर निस्किन्छु गाइज मेरोमा आयो भने गाइज जन्म दिएर तैले यहाँसम्म पुगेको होइन अब त्यही आम्मा कसम निस्किन्छु क्या अय्या मम्मी आरिस सुन्छस् मेरो बोली यो बच्चीको गेममा ल लायन हान निस्कि ल तल अफर भयो ल हान निस्कि ल कोमामा छ यो हान निस्कि ल कोमामा दियो तलाई ल दियो ल हान निस्कि ल पानीमा चोप्ली पाउँछ ल ढुक्क लायन हान्ने भने निस्कि ल पाउँछु के गाइस मैले रोकिदा यार यसकोमा लाइन हान्ने मान्छे अघि कुदिसक्यो कहाँबाट लाइन हान्ने र अनि हान्यो भने ठिक छ हामी हान्यो भने हामी लाइन हानेर गेम जित्ने फेरि पानीमा बस्छ त अनि सकेन कष्ट टाउको किन डुबाएन के भाइले टाउको किन डुबाएन के हेर्न ओ आरिस जा एकचोटि डुबी जा एकचोटि जुम्मा डुबी डुबी भनेको भागेर जाने मान्छेलाई नि आमा कसमले बिताच्छ त अनि के गर्नु गाह्रो छ आमा कसम खाएको छ नि त उले आमा कसमलाई खाएको भए त भाग्थ्यो नाटक हेर 1 घण्टा त्यही आमा भन्दा ठुलो कुरो पनिसमेन्ट होइन हाम्रे जा एकचोटि फेरि पौडी खेलेर आइज ऊ पर पुगेर आइज जा बल्ल 25 मिनेट भन्छ यार हाम्रे यार ल बल्ल 25 तल अब लास्ट गेम ल 25 तल मिनेट लास्ट गेम ल आधी घण्टा चाहिँ गर्ने भइस हाम्रे माइन्ड नगर के गर्छस् तेरोमा लाइन हान्न भन ल तेरोमा लाइन हान्दियो भने ल माफ गरिदिन्छु तेरोमा लाइन हान्न भन साइल ल तेरोमा लाइन हान्न भन ल तँलाई माफ गरिदिन्छु जा एकचोटि उता गएर आइज पौडी खेलेर जा साइल ल पौडी खेलेर आइज ल पौडी खेलेर आइज जा न एकचोटि यहाँ ढिला भइसक्यो मलाई ल गेम उठाइरहेको छु ल ओ एकचोटि डुबी जा उता गएर आइज रगी दाइ उसको छुटिया बनाएको दाइ मान्छे छुटिया बनाएको कि हाब्रेले मैले उहाँ फिलिपिन्सको मेरो गर्लफ्रेन्डलाई कल गरेको कि 27 डिग्री सेल्सियस गर्मी छ कि बुझ्नु भने गर्मी छ मान्छेले 27 डिग्री त्यसले दिनभरि पानीमा बस्छ नि केही नहुने रहेछ नि त भाइ होइन केही हुन्न दाइ
गर्मी छ त्यहाँ 27 डिग्री हुँदैन 27 डिग्री हो दाइ होइन त्यसो भए 1.5 घन्टा बस 1.5 घन्टा बस अब यो गेम पछि चिलेले जान्छु भने चाहिँ मलाई थाहा छैन अरू कुरा होइन म जाँदैन नि म 1 घन्टा तैँले च्यालेन्ज गर म जाँदैन नि त म जाँदैन आमा कसम खाएको छ त अनि आमा कसम खाएको छ नि त उसले अनि भन्छु नभन के भयो किन नमस्ते गरिस् भाइ नाच्नु न सबैजना किन हाँसेको दुःखमा हाँस्ने मान्छेहरू धेरै छ नहाँस्नु न नहाँस्नु न कस्तो हो र भने तपाईँ नहाँस्नु न के कस्तो कमेन्टमा हाँसेको सबैजना ल भनेको गाइस टु मोर एउटाको दसैँ हान्दिनु न गाइस एउटा नहाँस्नु न प्लिज साथीहरू सबैजना हाँसिरहेछ रकी हो र एकचोटि भन् त रोकी अबदेखि म च्यालेन्ज गर्दिन चिले तेरो काम छैन जानु चिले चिले जाँदैन त एकचोटि भन्न रोकी अबदेखि च्यालेन्ज गर्दैन भन नहाँस्नु न सबैजना कति हाँसेको त्यहाँ दुःखमा किन हाँसेको एकचोटि के भन्दैन त रोकी अबदेखि च्यालेन्ज गर्दैन ल भन्दैन त यो सरी भन्नु पर्दैन खालि यति भन् रोकी अबदेखि च्यालेन्ज गर्दैन तेरोमा लाइन लिएर आइज म रातभरि यहीँ बस्दिन्छु लु आइज ल देख्नुभयो यसको घमण्ड ल तपाईहरुले भन्नुहुन्छ नि माफ गर्देऊ 1 घण्टासम्म दाइ 1 घण्टासम्म अब 1 घण्टासम्म अब 1 घण्टासम्म 1 सेकेन्ड डिस्काउन्ट हुँदैन 1 घण्टासम्म नो माफ कसैले माफ गरेछ भने सिधै 1 घण्टा नो डिस्काउन्ट सबैजना नहाँस्नु कति हाँसेको अब 1 सेकेन्ड माफ हुँदैन चिल सबैजना हाँस्दैछ हेर्नु हुँदैन दाइ हुँदैन सबैजना हाँसिराख्नु भएको आज यही राख्ने चोपली टाउको टुपा 30 मिनेट छ अझ 30 मिनेट छ अब 30 मिनेट 30 मिनट आज नो माफ अब ओके डाई हान्दैछ केटी डाई हान्दैछ त्यहाँबाट डाई हान्दैछ यही डाई चाहिएको नो माफ प्लास्टिक घमण्ड छ यसको दाइ म यहाँ वाइफाई पानीमा चोप्ली क्या माथि गएर बसेको त पानीमा चोप्ली पानीमा चोप हामी एउटै कन्ट्री हो यार चिसो छैन रे काभ्रेली दाइले भनेको ल काभ्रेली महाराजा दाइले भनेको हामी एउटै कन्ट्री होले चिसो छैन पानीमा चोप्ली पानीमा आइज हेर है भ्याक्ते जस्तो त्यहाँ नबस है पानीमा आइज भएन भन्दैछ मेरो भ्युवर्सले नहाँस्नु न मजा आएको छ के दाइ गर्मी छ रे काभ्रेली महाराजा दाइले भनेको ऊ र म एउटै कन्ट्रीमा छु त्यहाँ जाडो छैन गर्मी छ धेरै मान्छे चुतिया बनाइरहेछ हामीले नहाँस्नु न प्लिज साथीहरू ओइ 30 मिनट भयो अब 30 मिनट भयो यो पानीमा लास्ट केमिकल हुन्छ कि नाटक नगर है म मान्दैन केमिकल हो र कसम खाएको छस् हैन भने कति रोकी अबदेखि च्यालेन्ज गर्दैन भन कति मिनट भयो एउटा लाइन रातभरि यहीँ सुत्दिन्छु ल देख्नुभयो यसको घमण्ड एउटा लाइन हान्ने रातभरि यही सुत्दिन्छु रे अनि हामी झुक्ने ल भन्नुस् त यो बेलामा मलाई लाइन चाहिथियो के गाइज यार अनि हामी झुक्ने ल भन्नुस् त तपाईहरुले माफ भनिरहनु भएको छ हामी झुकम यसको घमण्ड हेर्नु ल कसम गाइज
ल भन्नुहोस् अब ओइ तपाईँ भ्याएको तिनी तँलाई जा को गयो पानीमा डुब तँलाई जा पानीमा राख भाइ यसलाई 1 सेकेन्ड पनि नछोड पानीबाट आइज पानीमा ओइ हाम्रे भ्याएको तिनी जस्तो गर्छस् तँलाई जा आइज सेम त्यो भ्याएको तिनी जस्तै गरिन्छ है पुरा हाम्रो माल्दै गएको छ नि माल्दैले लाइभ सेयर गर्नु पर्यो पानीमा आइज हाब्री आइज पानीमा आइज पानीमा तिमीहरू काममा जाऊ न ट्याप ट्याप भएन त्यही त भनेको ट्याप ट्याप भएन काममा कति जाऊ भयो कोही भाइ? पनि जाँदैन टाइम कति भयो साथीहरू भन्नु न 32 मिनट भयो 32 मिनट 28 मिनट बाँकी छ नहाँस्नु न सबैजना हाँसिन्छ कमेन्टमा फेरि सबैजना हाँसिरहेछ ओइ तिले जान तेरो बुढीले फोन गरेन आज होइन गरेको किन गर्छ फोन गरे नि नजाँदैनौ सबैजना मलाई यहाँ नाङ्गै राखिदिन्छ रकिदाले यार रकी हजुर 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 गाइस कसैले लाइन हान्यो भने म निस्किन पाउँछु कि साहिल जे पर्छ पर्छ हानिदेऊ मा कसम यार तिमी मेरो लागि 2 घन्टा बेसी काम गर बरु दुई घन्टा बेसी काम गरेर। साहिल तिमी मेरो लागि 2 घन्टा बेसी काम गर हानिदेऊ मा कसम जे पर्ला पर्ला तिमी मेरो लागि 2 घन्टा बेसी काम गर हानिदेऊ केही हुँदैन नहाँस्नु न सबैजना यसलाई चाहिँ हाँस्नु सरी भन्न नहुने रे रकिदा आइएम सरी भनेर बाहिर निस्किनु मिल्दैन मिलिहाल्छ त हौ मिल्यो, अनि अझ एउटा गाडी राम्रो रातभरि बसिदिन्छु रे कन्फिडेन्स लेभल हामी हेर्न माफ यसको गरिदिन्छौँ हामी माफ गरिदिन्छौँ उता गर्दैछ मलाई राम्रोसँग थाहा छ ओपन गरौँ न जाडो भइदियो त अहिलेसम्म त नि यो ओट कामी सक्दै क्या बुट 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 गर्दै ओपन गरौँ न म्या खुर्सानी पिरो हुँदैन होइन तँलाई पानीमा चिसो हुँदैन होइन नाङ्गे बस्छ त अरूलाई दोष दिन्छ म त नाङ्गै छु नि खुर्सानीले कम पोलिन्छ त अनि ए तेरो त खुर्सानी हाम्रो त खुर्सानी नक्कली खुर्सानी होइन रकी जान यार लाइक इन गर्न तेरोमा वार्निङ आएको छैन अहिले केही पनि आउँदैन मेरोमा आए नि केही फरक पर्दैन मसँग 4वटा आइडी छ यस्तै तेरोमा वार्निङ आएको छैन वार्निङ आएको भए जान मेरो दाइहरू साथी हुनुहुन्छ दाइ म जुन आइडीबाट आइडी दाइहरू एन्ट्री हुन्छ केही भएको छैन